जुन सकाइदिने नमो भगवते वासुदेवाय हरे नमः हरि
आचमनीयं समर्पयामि गुरु गणाधिपतये नमः फेरि जल चढाइदिन्छु पुनरात्मनीयं समर्पयामि गुरु गणाधिपतये नमः फेरि जल चढाइदिन्छु पञ्चामृतं समर्पयामि गुरु गणाधिपतये नमः पञ्चामृत चढाइदिन्छु शुद्धतक स्नान्यं समर्पयामि गुरु गणाधिपतये नमः शुद्ध जल चढाइदिन्छु चन्दनं समर्पयामि गुरु गणाधिपतये नमः चन्दन चढाइदिन्छु अक्षतां समर्पयामि गुरु गणाधिपतये नमः अक्षता चढाइदिन्छु अविरचूर्णं समर्पयामि गुरु गणाधिपतये नमः अविर चढाइदिन्छु तिलजवां समर्पयामि गुरु गणाधिपतये नमः तिल जल चढाइदिन्छु पुष्पं समर्पयामि गुरु गणाधिपतये नमः पाति चढाइदिन्छु दक्षिणाद्रव्यं समर्पयामि गुरु गणाधिपतये नमः गुरु गणाधिपतये सबैले प्रार्थना गर्नु होला सुलक्षिता जे जीवित छ गुरुलाई परम प्रधानं पुरुषं ददामि श्रीविष्णुवारणं श्रीमदं वराजे तस्मै नमाय नवीनं विनाय वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभ अग्निमनं कुरु मे देव शुभकार्येषु सर्वदा ओम श्री गुरु गणाधिपतये नमः। सबैजनाले ताडी बाराभरि नमस्कार गर्नुहोला। सिद्धि बुद्धि गणेश भगवानको सिद्धि विनायक भगवानको लक्ष्मीनारायण भगवानको सम्पूर्ण प्रवास यात्रीहरूको भुवनेश्वरी माताको चन्द्रवती स्वरूपिणी गोमा माताको स्थानीय देवी देवताहरूको सम्पूर्ण देवी देवताहरूको सम्पूर्ण कर्ता परिवारको जय जय श्री राधेश्याम। हजुरलाई पुनः एउटा सूचना पुराण पुरुषोत्तमाय नमः आसनं समर्पयामि पुराण पुरुषोत्तमाय नमः पाद्यं समर्पयामि पुराण पुरुषोत्तमाय नमः आर्यं समर्पयामि पुराण पुरुषोत्तमाय नमः आचमनीयं पुनराचमनीयं कृतं शुद्धतकस्नान्यं चन्दनं गिरलेपनम् अविरचूर्णं तिलजवाम् अक्षतां पुष्पं समर्पयामि ओम पुराण पुरुषोत्तमाय नमः। ओम शुभं ब्रह्म विचार सार परमामत्यं जगद्व्यापिने वीणा पुष्पकधारिणी मवयनां दाशकन्धकाराभ्याम् हस्ते स्फाटिकमालिकां विदधतीं परमासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्। ओम श्रीमान् पुराण पुरुषोत्तमाय कस्तूरी तिलकं ललाटपटले पक्षस्थले कौस्तुभं नासाग्रे वरभौतिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपास्त्री परिवेशितो विजयते गोपालचूडामणि। ओम श्री पुराण पुरुषोत्तमाय नमः। सबैजनाले कलश हातमा दिनुहोस्। शङ्ख घण्ट बजाइदिनु होला। आदरणीय हाम्रो गुरु यसैका पछि सम्पन्न गुरुहरूबाट हार्दिक हार्दिक नमन भन्न चाहन्छु। शङ्ख घण्ट शङ्ख ध्वनिका साथमा अब कलश यात्रा शुभारम्भ हुँदैछ। भुवनेश्वरी माताको सिद्धि विनायक गणेश भगवानको समस्त कलश यात्रीहरूको जय राधेश्याम। पार्वती पतय हर 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 महादेव शम्भो। अब बाजा गाजाका साथमा कलश यात्रीहरू अगाडि बढिसक्नु भएको छ भन्दा यात्रा सम्पन्न पार्नुहुन हार्दिक हार्दिक नम्र निवेदन गर्न चाहन्छु। ओम जय श्री राधेश्याम।
दिव्य समारोहको श्रीमद् भागवत सप्ताह ज्ञानमा यज्ञको भक्त र भगवानको जय श्री राधेश्याम। अब कलशयात्रा शुभारम्भ भइसकेको छ। कालीनाथ भगवानको सम्पूर्ण भक्त परिवारको हमरा त हिजो सोधे पर्दैन भनेको
रहेको कार्यक्रम शुभारम्भ भइसकेको छ। ग्रामवासी, पानीहट्टा निवासी, टोखा निवासी, बालानु निवासी आजको दिनबाट यहाँ यो सम्पूर्ण सरकारी हस्पिटलहरू विकसित भएको
गणेश भगवानको समस्त कलश यात्रीहरूको